हेलो गाइस, आशा गर्छु सन्चै हुनुहुन्छ भनेर र म पनि सन्चै छु। मैले चाहिँ यहाँ मेहन्दी लगाउँदै थिएँ। मेरो बहिनीले मलाई मेहन्दी लगाइदिँदै थिइन्। म चाहिँ धेरै दिनमा मेहन्दी लगाउँदैछु गाइस। र मेरो चाहिँ बहिनीले मेहन्दी लगाइदिँदै थिइन् र चाहिँ म मेहन्दी चाहिँ लगाइसकेर दुकान गएका थिएँ। दुकानबाट चाहिँ मैले के सामान ल्याएँ तपाईँलाई म देखाउँदै छु। मैले चाहिँ ल्याएँ साबुन, त्यसको बादमा मिमीहरू र चाना के ल्याएर मेरो मेहन्दी पनि सुकिसकेको छ गाइस। हेर्न सक्नुहुन्छ रात पनि परिसकेको छ र म चाहिँ अब घरतिर लागेँ। घरमा चाहिँ आएर मैले झालमुडी बनाउँदै थिएँ, हेर्न सक्नुहुन्छ। र झालमुडी चाहिँ मैले बनाइ पनि सकेर हामी चाहिँ यहाँ मिलेर खाँदै थियौँ। भाइ बहिनी, मेरो भाइ सबैजना हामी मिलेर झालमुडी खाँदै थियौँ। हेर्न सक्नुहुन्छ म पनि खाँदैछु। मैले आफ्नो अनुहार पनि तपाईँलाई देखाएँ गाइस। हेर्न सक्नुहुन्छ यति पिरो भएको थियो झालमुडी चाहिँ नभन्नु न। हामीले चाहिँ झमक्क एकदमै रात परिसकेको थियो र हामी चाहिँ खाँदै थियौँ। हेरिराख्नु है मेरो फुल भिडियो, फर्स्टदेखिको लास्टसम्म मेरो भिडियो हेर्नु र मेरो पेजलाई फलो गर्न नभुल्नु होला गाइस तपाईँहरू। हेर्न सक्नुहुन्छ र मेरो भाइले मेरो अनुहार पनि देखाइदिँदै थियो र उसको अनुहार पनि मैले देखाइदिएँ र मैले चाहिँ मेहन्दी लगाएको